अर्थ मन्त्रालयका सबै गाडी र अर्थ मन्त्रालयका गाडीहरू 15वटा गाडी यो चाहिँ के भएको छ सब ध्वस्त पारेछ यो हाम्रो बजेट बनाउने बजेट महाशाखा अर्थ मन्त्रालयको बजेट महाशाखा यहाँ चाहिँ सबै यसै शाखाबाट बन्थ्यो हाम्रा सबै योजनाहरूका बजेटहरू यो गर्ने शाखा चाहिँ यही हो अब के गर्नु कहाँ बस्नुहुन्छ एउटा के यी चाहिँ प्रधानमन्त्री कार्यालयबाट लिएका कुर्सीहरू जहाँसम्म लाग्छ फिर्ता गरे जस्तो छ यो चाहिँ परराष्ट्र मन्त्रालयका अगाडिका सब गाडीलाई हानेछ हेर त सबै हानेछन् यो कुर्सीहरू चाहिँ फिर्ता आए जस्तो लाग्यो